हेलो गाइस, स्वागत छ मेरो आरजे ब्लग्समा। आज म तपाईहरुलाई सिस्नुको साग कसरी बनाउँछन् एकदम गाउँतिरको त्यो तरिकामा यहाँहरुलाई देखाउने छु। सिस्नु यता छ। सिस्नु हाम्रो यसलाई चाहिँ यो तातो पानीमा हाल्नु पर्छ। अब यो सिस्नुलाई यहाँ तातो पानीमा राखेर एकछिन पकाउनु पर्छ। त्यसपछि अब एकैछिनमा यो चाहिँ पाक्न आँटिसकेको छ। अब सिस्नु पुरै पाकिसकेको छ। अब हाम्रो यसमा चाहिँ अलि धुलोको बेसार हाल्नु पर्छ कुटेर। अब हाम्रो पिठोको एकदमै बेसार हालिसक्नु भएको छ। अब यसलाई मिलाउनु पर्छ राम्रोसँग। यसलाई चाहिँ 10-15 मिनेट चलाउनु पर्छ। यसरी एकदम मसिनो लेदो बनाउनु पर्छ। अनि पिठो र सिस्नु मिलाउनु पर्छ। अलिकति पानी थप्ने यसमा। पकाउनका लागि फेरि अब हामीले बनाएर राखेको यो मसला हो। मसला चाहिँ यसमा हाल्ने। र एकछिन फेरि 15 मिनेट यसलाई पकाएर उमाल्नु पर्छ। अब हाम्रो सिस्नुको साग चाहिँ अब तयारी भइसक्यो पाकेर। अब एकैछिनमा निकाल्नु पर्छ यसलाई। अब हाम्रो यो सब्जी चाहिँ सिस्नुको साग चाहिँ रेडी भइसक्यो। एकछिनमा चाखेर देखाउने छौं, टेस्ट गर्ने छौं। रोटी अनि सिस्नुको साग चाहिँ तयार भइसक्यो। अब म टेस्ट गर्ने छु। तातो रहेछ एकदमै। वाह, सुपर। फेरि यो तातो खाँदा एकदमै मिठो हुन्छ। तपाईहरु पनि एकचोटि सिस्नुको साग पकाएर खानु होला, एकदम सुपर हुन्छ।